जस्तो तपाईँले बालिन शाहलाई विदेशी एजेन्ट हो, विदेशीको इसारामा चलिरहेछ भनेर भन्नुभएको थियो। पछिल्लो समयमा हेर्दाखेरि जस्तो एउटा इन्डियन चलचित्रले नेपालको अस्मितामाथि आँचाउने खालको मात्रै दृश्य देखाउँदाखेरि उनले आफ्नो क्षेत्रमा चलचित्र ब्यान गरिदिएका थिए। डोनाल्ड ट्रम्पलाई उनले आफ्नो फेसबुकबाट च्यालेन्ज दिएका थिए। चाइनालाई तपाईँहरूले ठेक्का लिएको जुन चक्रपथ तपाईँले बनाउन सक्नु भएन, तपाईँको न्यू इयर पनि त्यही चक्रपथमा गएर मनाउनुहोस् भनेर च्यालेन्ज गरेका थिए। तपाईँले उहाँलाई नै फेरि एजेन्ट भनेर आरोप लगाउनु भयो। एजेन्टहरूले यस्तै गर्दा रहेछन् कि सर, एजेन्टको यो हुँदो रहेछ कि खास माओवादीले भारतीय विस्तारवाद मुर्दाबाद भनेर आएको होइन, सरल भारतले दिएको रहेछ नि त, होइन र? अहिले पनि अब भनौँ न, अब ग्रेटर नेपालको नक्सा राखेर अहिले राख नि त, ल प्रधानमन्त्री कार्यालयमा राखेर देखाउनु त, च्यालेन्ज भयो होइन? हिम्मत छ भने होइन? अहिले जुन विश्व शान्तिका लागि हामीले आह्वान गर्दै गर्दा यो ठाउँमा आउँदै गर्दाखेरि होइन, तिमीले अन्तर्राष्ट्रिय रूपमा चाहिँ नेपाललाई रिप्रेजेन्ट गरेर खतरा गर नि त, च्यालेन्ज भयो होइन? संसारभरि एउटा देशको गरिमा बढाउ नि त, नेपाल आत्मनिर्भर बनाउ नि त, यो देशका लागि रोजगार सिर्जना गर नि त। यो देश म बालिन शाहलाई के भन्न चाहन्छु भन्दाखेरि जुन अमेरिकन र इन्डियन एजेन्ट बनेर तिमीले जुन अब सबै कुराहरू होइन त्यो खालको भ्रमहरू छरिरहेको छ, तिम्रो भ्रम जनताले थाहा पाइसके, तिमी नाङ्गिसक्यौ, तिम्रो घमण्डको यत्रो बेलुन भरिरहेको थियो हावाले, त्यो पनि फुटिसक्यो। अब चेतमा आऊ, अब होस खुला, अब भनौँ न यो नेपाली बन होइन, यति राम्रो गर्छौ भने तिमीलाई पनि हाम्रो साथ चाहिँ केही छैन।